Are you going to be a bride to be or you're one of those? Congratulations from now. Kotiko excited hununcha. If you are going to be a bride to be, you must be very excited about the hair and makeup, outfit and everything else. So I'm here to guide you on a few things. As a skin aesthetics and or dermat nutritionist, तपाईले आफ्नो hair like shiny, healthy र skin like clear and healthy बनाउन before marriage या तपाईको before big day तपाईले के गर्न सक्नुहुन्छ. Let's start it. So first of all, तपाईले immediate weight loss गर्छु, चाया पोतो पिम्पल हटाउँछु, wrinkle हटाउँछु, hair लाई healthy बनाउँछु भनेर 1 week अगाडि देखि स्टार्ट गरेर यसको रिजल्ट आउने वाला छैन. So at least 3 months time चाहिँ तपाईले आफ्नो skin, hair or health को लागि दिनुपर्ने हुन्छ. फर्स्ट मा के गर्ने? एक्सरसाइज सुरु गर्ने. एक्सरसाइज मा तपाईको चाया पोतो पिम्पल छ और तपाईको अलरेडी वेट कम छ भने हाई इन्टेन्सिटी वर्कआउट या तपाईले कार्डियोजहरु नगर्नुस्. You basically start with the very lightweight exercise like तपाईले चाहिँ सूर्य नमस्कार गर्न सक्नुहुन्छ, योगा गर्न सक्नुहुन्छ, पिलाटेस गर्न सक्नुहुन्छ और एकदम कम वेट को चाहिँ तपाईले डम्बल लिफ्ट अप गर्न सक्नुहुन्छ to tighten up your muscles. So छिटो छिटो एक्सरसाइज गरेर वेट लस गर्छु, चाया जान्छ, पिम्पल जान्छ भन्ने जस्तो लाग्छ भने तपाईले हाई इन्टेन्सिटी वर्कआउट और कार्डियो गर्दाखेरि कोर्टिसोल हार्मोन्स क्रिएट हुने भएकोले that's the stress hormones. त्यसले झन् कपाल झर्ने, पिम्पल आउने, पोतो बढ्ने हुन सक्छ. So always 3 months ago तपाईले एकदम लाइट वेट टाइपका एक्सरसाइजहरु सुरु गर्नु होला. Walking is one of the best but UV index 3.5 तल भएको बेलामा या तपाईले बिहान घाममा आउँदै बेलुका घाम गइसकेपछि. So next is diet for the silky, shiny, healthy hair and तपाईको healthy skin को लागि तपाईले गर्नुपर्ने के मैले नखाने कुरा भन्दिन्छु. जंक फुड नखानुस्, तारेका कुराहरु नखानुस्, सुगर कन्टेन्ट ड्रिंक्सहरु, कोक फ्यान्टाहरु नखानुस्, सकेसम्म मैदा कम गर्नु होला. यति कुरा चाहिँ तपाईले अभोइड गर्नुस्. ड्रिंकमा तपाईले अल्कोहल सकेसम्म कन्ज्युम नगर्नुस्. अर्को तपाईले गर्नुपर्ने कुरा भनेको चाहिँ चिया र कफीलाई चाहिँ सक्नुहुन्छ भने अभोइड गर्दिनुस्. ओके, अब डायटमा तपाईले मर्निङमा ब्रेकफास्ट स्किप नगर्नु होला. नन भेज हुनुहुन्छ भने एग योक त्यो तपाईले खानै पर्ने हुन्छ. ड्राई फ्रुट्सहरु एड गर्नुस्. फ्रुट्समा चाहिँ तपाईले मल्टिपल फ्रुट्सहरु चाहिँ एड नगर्नु होला. सकेसम्म तपाईले सिट्रस फुडहरु जुन चाहिँ एन्टीअक्सिडेन्ट हुन्छन् है, यसले चाया पोतो पिम्पललाई पनि हेल्प गर्छ. येलो टाइपको फ्रुट्स एउटा मात्र है. So if you are overweight, fenugreek water पनि एकदमै राम्रो काम गर्छ. ओभरनाइट सोक गरेर पिउने हो. अर्को भनेको फिनल वाटर, सुपको पानी, सुप पिजाको पानी पनि एकदम राम्रो हुन्छ जान्छ. तपाईले डिटॉक्स को लागि ग्रीन टी, of course that is ready made detox drink, you can have it. तपाईको ब्लड प्रेशर लो छैन भने. नेक्स्ट क्यारोट जुस और क्यारोट्स प्लस बीटरूट. बीटरूटले पनि कति जनालाई चाहिँ केही सेन्सेसन या तपाईको चाहिँ कन्सिक्वेन्सेस छ त्यस्तो छैन भने क्यारोट्स प्लस बीटरूट. अर्को त्यसमा हाफ लेमन हाल्नु भएको छ, एन्टीअक्सिडेन्ट काम गर्छ. And coconut water. These are the drinks you can include on your breakfast. Our lunch ma fiber, mineral, carbohydrate and protein must हुनु पर्यो. And then त्यसको सँगसँगै तपाईले अलिकति ग्रीन भेजिज या सलाद पनि एड गर्नु होला. यसले तपाईको स्किन एन्ड हेयर लाई एकदमै राम्रो गर्छ. सो डिनरमा चाहिँ तपाईले सकेसम्म कार्बोहाइड्रेटलाई कम गर्नुस् र अरु मिनरल्सहरुलाई चाहिँ तपाईले अलिकति बढी राख्न सक्नुहुन्छ. बेलुकाको टाइममा फ्रुट्स नखानु होला, एप्पल नखानु होला. इन्स्टेड दैट तपाईले वार्म मिल्कमा चाहिँ टर्मरिक हालेर पिउनु भयो भने स्किनमा ग्लो पनि आउँछ. सो these are the things for the food. So talking about the supplements, you can have vitamin C, vitamin E, omega and a collagen powder. Collagen ले तपाईको स्किन लाई youthful बनाउँछ या तपाईको एन्टी एजिङ काम गर्छ भने फिश ओइल या तपाईको ओमेगा ले तपाईको हेयर, नेल, स्किन लाई एकदमै हेल्दी बनाउँछ. एन्टीअक्सिडेन्ट को पनि काम गर्छ. भाइटामिन सी ले तपाईको हाइपर पिगमेन्टेसन या इन्फ्लेमेसनहरुलाई रिड्युस गर्न हेल्प गर्छ भने भाइटामिन E is the one of the best for the glowing skin. So these are the 4 supplements that you can have. यो मेरो सजेसन मात्र हो, प्रेस्क्रिप्सन होइन. नेक्स्ट भेरी इम्पोर्टेन्ट इज स्लीप. तपाईं प्रपर सुत्नु भएन भने तपाईको बडी चार्ज हुँदैन. चार्ज भएन भने सेल्सहरु रिग्रोथ हुँदैनन्. सो गर्ल्स, यु गट एभ्रीथिङ. डायट, एक्सरसाइज, सप्लिमेन्ट गाइडेन्स एन्ड ब्लड प्युरिफिकेसन. यसलाई तपाईले 3 महिना अगाडिदेखि ट्राई गर्नुपर्ने हुन्छ. र अर्को एउटा भेरी इम्पोर्टेन्ट सजेसन फर यु, बिहेको 2-4 दिन अगाडि फेसियल नगर्नु होला, आइब्रोज नगर्नु होला, हेयर कट र हेयर कलर नगर्नु होला. केही गरी त्यसमा केही तपाईले मिलाउनु पर्ने या तपाईको केही बिग्रिहाल्यो भने पनि त्यो म्यानेज गर्ने टाइम हामीसँग सफिसिएन्ट हुँदैन, किनभने यो नेचुरली ग्रो हुने कुरा भयो. तपाईको हेयर कट, हेयर कलर, फेसियलहरुमा चाहिँ टाइम दिनुपर्ने हुन्छ. अर्को एउटा कुरा, यो मेरोमा धेरै हुन्छ, चाया पोतो लिएर 1 हप्तामा चाया पोतो पठाइदिनुस् भनेर आएर हुँदैन. तपाईको स्किनमा केही कन्डिसनहरु गोइङ अन छन् भने तपाईले डर्मेटोलोजिस्टलाई 3 months अगो नै देखाउनु पर्ने हुन्छ. सो वी क्यान हेल्प है त. I hope this helps and congratulations once again whoever you are.